म गीता वाग्ले, म हाल लक्ष्मीपुर गैँडाचोक बस्छु। भरतपुर महानगरपालिका वडा नम्बर 4 मा बस्छु र म हाल चाहिँ समाज सेवा गरिरहन्छु, धार्मिक सेवा गरिरहन्छु। बाँकी चाहिँ सबै आफ्नो पर्छ। यो जेनजी आन्दोलनमा जुन किसिमको मन्त्रीहरू आउनु पर्थ्यो, मेरो इच्छा अनुसार, मेरो इच्छा होइन त आम नेपालीहरूको इच्छा अनुसारको वास्तवमा चाहिँ भएन। किन भएन भन्दाखेरि गृहमन्त्री नै लुते पर्यो, गृहमन्त्रीले नै केही गर्न सकेन। जुन भ्रष्टाचारीहरूको विरुद्धमा जेनजी आन्दोलन भएको थियो, त्यो जेनजी आन्दोलनमा यत्रा विद्यार्थीहरू मरे, यत्रो विधि विध्वंस कहिले हामी थाहा छैन कि हामी 42 सालमा, 46 सालमा, 36 सालमा, 48 सालमा, 62-63 यत्रो आन्दोलन भयो तर सिंहदरबार चलेको थिएन। होला एउटा दुईटा व्यक्तिका घर नोक्सान भयो होला र यसरी पनि जलेको थिएन व्यक्तिको घर पनि। र छानी यसरी व्यक्तिको घर कसरी जल्यो? एकैचोटि एकै समयमा सबै ध्वस्तै भयो। त्यसले गर्दाखेरि त्यस्तो हुँदाखेरि पनि आज जेनजी आन्दोलनले सुशीला कार्कीलाई प्रधानमन्त्री स्थापित गर्यो। सुशीला कार्कीले मात्रै गर्न सक्ने कुरो भएन। त्यो जुन मन्त्रीमण्डलमा आएको टिम, त्यो टिम खै अपाङ्ग हो कि के हो? त्यो जुन भ्रष्टाचारीहरूलाई कारबाही गर्न सकेन। आज जेनजीहरू वितृष्णामा देख्छु म। र म त हेर्नुहोस्, पटक मलाई आत्मग्लानि भएको हो र म पहिलो संविधान सभामा म भएँ। त्यसपछि प्रदेश सभा, ऐतिहासिक पहिलो प्रदेश सभामा जाँदाखेरि मलाई धेरै वितृष्णा भयो। धेरै वितृष्णा हुँदाखेरि अब महिनाको 2टा मिटिङ हार्डली हुन्छ, माथिबाट कुनै पनि बिजनेस दिँदैन र सम्पूर्ण काम माथि संसदमै हुन्छ। र मैले बिचैमा गएर प्रधानमन्त्री शेरबहादुरलाई, हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर दाइलाई म छोडिदिन्छु भनेर आधैमै मैले गएर भनेको।